यो काट्छु होइन के कट गरिदिन्छ म लागेर हैन चिसो भएर अनि भन न म काट्छु के गाइजहरु चाहिँ उल्ले त्यो त म एडिटिङ गरेर काट्दिहाल्छु हैन तिमी चाहिँ के माइक खोसा 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 बिररा परेर पुत्त पारा यहाँ चाहिँ साह्रै डेन्जर यहाँनिर यस्तो गऱ्यो भने हामी डुब्छौँ यहाँनिर चाहिँ साथीले ढोकाल्दियो भने नि डुब्छौँ समझ रहे हो ललित लामाको बोलेर मेरो बोली नै बिकिसक्यो गाइजहरू अब म आफ्नै युट्युब च्यानल खोल्छु तिमीहरु पदल बोलो तिमीहरु फुतालो गरेर झगडा गर न म यहाँ भिडियो हालिदिन्छु भाइरल भइहाल्छ पैसा त्यसपछि अघि न आफूले यहाँ ढुङ्गा रोइसक्यो हेर्नु कहाँ रोयो ढुङ्गा हाई भन्नु न हाई 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 बाटो देखाउ मैले त भगवानलाई दर्शन गराइदिए यो सुन्तला चाहिँ ओरेन्ज होइन रे गाइजहरू यो चाहिँ म्यान्डरिन्स रे लिटल म्याजिक मोमो नमस्कार तपाईहरुलाई स्वागत छ लिटल म्याजिक मोमो वनहरुमा खान्छ हाम्रो क्यामेराम्यान उफ्रिन लागेको टेबलबाट को रिभ्यु सुनौँ सुरुमा यिनीहरू सबजनाले गाइजहरू थुक्ने लिइसक्यो ल खाऊ बहिनी तिमी पनि खाऊ आऊ हेलो नमस्ते सबैजनालाई सबैजना सन्चै राम्रै हुनुहुन्छ होला म पनि सन्चै राम्रै छु स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ भिडियोमा सो आज चाहिँ वेडनेसडे छुट्टीको दिन अनि मैले चाहिँ एउटा अब सर्ट ट्रिप प्लान गरेको छु होइन अनि अहिले चाहिँ अलमोस्ट 2:30 भइसक्यो अलमोस्ट ढिलो भइसक्यो किनकि मेरो साथीले मलाई कहीँ घुम्न जाउँ भनेर भनिरहेको थियो कि बिहानदेखि अनि म चाहिँ कहाँ जाने होला भनेर सोचेर अल्छी गरिरहेको थिएँ अनि अहिले अनि गइदिउँ न त भनेर यसो अब एउटा सर्ट ट्रिप प्लान गरेको छु अलमोस्ट 1 आवरको ड्राइभ छ होइन सो त्यो ठाउँ चाहिँ अहिले 5 बजीतिर बन्द हुन्छ भनेर चाहिँ गुगल म्याप्समा देखाएको छ अनि त्यही भएर त्यो ठाउँ चाहिँ कहाँ हो भन्ने कुरा चाहिँ म अब त्यहीँ गएर देखाउँछु मैले मेरो साथीलाई पनि भनेको छुइनँ म कसैलाई पनि भन्दिनँ सो हामी चाहिँ डाइरेक्ट जान्छौँ फेरि अहिले बन्द हुन्छ किनकि 2:30 भइसक्यो यहाँनिर अनि एउटा बहिनीलाई पनि पिकअप गर्नु छ बाटोमा सो त्यही हो गाइस अब बाइक कुरा गर्दै गरौँ न अनि अब चाहिँ म मेरो साथीलाई पिक गर्न जान्छु हेलो नमस्ते सबैजनालाई सबैजना सन्चै राम्रै हुनुहुन्छ होला म पनि सन्चै राम्रै नै छु मेरो नाम हो तमन्ना पटक र म फेरि यो ललित लामाको ब्लगमा ब्याक आइसकेको छु हजुरहरूले मलाई एकदम इन्टरटेन गर्नुभयो भनेर लागिरहेको छ मलाई लास्ट भिडियोमा त्यही भएर म फेरि भिडियो पोस्टअप गर्न फेरि आइसकेको छु आज चाहिँ म अलिक राम्री भएर आएको छु लास्ट टाइम चाहिँ मैले के गरेको थिएँ तपाईँहरूलाई याद छ भने निभियाको लिप बाम चाहिँ मैले उछिट्याइदिएर फ्याल्दै थिएँ अहिलेसम्म भेटेको छैन त्यो लिप बामलाई होइन त्यो लिप बाम चाहिँ मैले मुखभरि दलेको थिएँ हो मुखभरि दलेको थिएँ तर आज मैले मोइस्चराइजर प्लस मेरो एउटा कम्प्याक्ट पाउडर छ क्या कम्प्याक्ट पाउडर विथ फाउन्डेसनवाला त्यो लगाएको छ अनि ब्लस लगाएको छु नमस्कार लाग्छ अनि त्यही ब्लस चाहिँ खासमा मैले लिप ग्लसलाई चाहिँ फर्स्टमा ट्याप गरेर लगाएँ अनि त्यहाँबाट माथि एउटा पाउडर ब्लस लगाएँ सो इट लुक्स लाइक दिस त्यही हो अलिक सरप्राइज बनाए जस्तो लागेको थियो अब यसो छुट्टी मनाऊँ भनेर हामी यसो बाहिर निस्किरहेको छौँ आज चाहिँ मलाई अलिक बोल्न झ्याउ लागिरहेको छ त्यही भन्दा मैले 3 मिनट जति त बोलिसक्यो होला होइन ल गाइस त्यहीँ भेटौँला अनि एउटा कुरा चाहिँ भन्न बिर्सेछु के भन्दाखेरि हामीसँग हाम्रो आज रिदिमा बहिनीलाई पनि देख्नुहुन्छ तपाईँहरूले रिदिमा बहिनी चाहिँ एकदम क्यामेरा साई पर्सन हो अब रिदिमा बहिनीलाई भेटेपछि हामी फेरि जोड्नेछौँ सो गाइजहरू हामीसँग चाहिँ रिदिमा बहिनी आइसकेको छन् आफ्टर सो लङ टाइम अफ वेट कति मिनट वेट गऱ्यौँ होला हामीले 10 मिनट्स होइन 10-15 मिनट्स जति वेट गऱ्यौँ त्यसपछि आइपुग्यौँ हो अब हामी जाँदैछौँ कहाँ हो ललित लामा चाहिँ घोप्टो परेर के हेरेको छ हामी अर्कै ठाउँ जान्छ अहिले चाहिँ हामी अर्कै ठाउँमा जान्छौँ त्यसपछि हामी फेरि ऊ त झन् पुरा ब्लाइन्ड फोल्ड जान्छौँ भनेर चाहिँ कसैलाई थाहा छैन गाइजहरू इटालियन लिप ग्लस गाइजहरू यो चाहिँ लिप ग्लस अनबक्सिङ उसको आइ गरिरहेको छु कहाँको अरे लिप ग्लस इटालीको लिप ग्लस ब्रान्डहरु बुल्गरीदेखि सबै सो अब्सेस्ड सुन्यौ तिमीले के सुन्यौ हैन यो लिप ग्लस आउँदाखेरि म एक छत उफ्रियो होला कि एक छत उफ्रियो होला सो गाइजहरू लिप ग्लस चाहिँ एकदम राम्रो रहेछ इटालीबाट आएको रहेछ लिप ग्लस चाहिँ हामी आफ्नै युट्युब च्यानल खोलौँ के ललित लामाकोमा नबोलौँ धेरै ओके भन्दै अहिले 8 मिनेट अहिले 3 मिनेट ललित लामाकोमा बोलेर मेरो बोली नै बिकिसक्यो गाइजहरू अब म आफ्नै युट्युब च्यानल खोल्छु म त आउने बित्तिकै भटट बोले छु मन्त्र बोलेर पैसा आयो भने मलाई 500 रुपैयाँ हैन कि मलाई चाहिँ
खुलाउन सब्सक्राइबर नि छैन 500 पुग्न लाग्यो आमा त्यत्रो पुगिसक्यो त 500 सब्सक्राइबर पुगिरा चाहिँ गाइजहरू अझै बढाउनु पर्ने भइरहेको छ 1000 पुग्यो भने चाहिँ पैसा आउन थाल्छ ए सब्सक्राइबर तिमीहरू पदल बोलो तिमीहरू भुतालो गरेर झगडा गर न म यहाँ भिडियो हालिदिन्छु भाइरल भइहाल्छ पैसा त्यसपछि मेरो गाइजहरू पोनी टेल हेर्नु न यहाँ कहाँ माथि पुगेको छ आज भएपछि त केको पोनीटेल त पुग्छ पोनी टेल होइन पोनीको पोच निस्किसक्यो टेल मात्रै भएको छ अलिकति पुग्छ हामी अझै 40 किलोमिटर जान बाँकी छ होइन 40 होइन 45 किलोमिटर जान बाँकी छ अझै अनि 1 घन्टाको बाटो छ गाइस यहाँनिर चाहिँ लास्टै ठुलो जाम छ अगाडि होइन हामी चाहिँ अब एकदम अफिस टाइम सकिने बेला घुम्न जानु पऱ्यो दिउँसभरि बाटो खाली हुँदा त हामीलाई घुम्न जानु पऱ्यो होइन जब राति बुढी ताती बाटो भगवानलाई दर्शन गराइदियो यो चाहिँ अहिलेको स्थिति यस्तो भइरहेको छ जाम भएर यताउता लैतलामा भयो क्यामेरा साई मान्छे त्यहाँ चाहिँ बाटो अब जाने चाहिँ जाने त्यहाँनिर अनि त्यसको वरिपरि पनि घुम्ने अब त्यहाँनिर हामी जुन ठाउँ जान लाग्यो त्यो ठाउँ बन्द भएछ नि चाहिँ अब वरिपरि घुमेर फर्किन्छौँ हामी अब बन्द भएन भने चाहिँ अब हामी हाम्रो गन्तव्यसम्म पुगेर आउँछौँ सो गाइजहरू मलाई चाहिँ यस्तो भोक लाग्यो म लङ ड्राइभको लागि म रेडी नै थिइनँ होइन अनि मलाई यस्तो भोक लाग्यो अनि हामी कोल्साको छौँ उता कोल्साको छौँ हामीले चाहिँ ओरेन्जहरू किन्नको लागि अनि ओरेन्जहरू हामी किन्छौँ अनि हामी खान्छौँ हाम्रो लागि वेलकम हो अन्ली फ्रुट्स हो यो म्यान्डरिन्स हामी चाहिँ सुन्तला भन्छौँ होइन तर यहाँ चाहिँ म्यान्डरिन्स भन्छ तर ओरेन्ज चाहिँ ग्रेप फ्रुट ओ सरी गाइजहरू ओरेन्ज चाहिँ यसलाई भन्छ क्या यो चाहिँ जुनार जस्तो हुन्छ यो चाहिँ ओरेन्ज हो रे अनि हाम्रो यो सुन्तला चाहिँ ओरेन्ज होइन रे गाइजहरू यो चाहिँ म्यान्डरिन्स रे त्यही म्यान्डरिन्स नै खान आएको म गाइजहरू अब यो छान्नु पऱ्यो यो राम्रो छ गाइजहरू यो फर्स्ट टाइम वर्ल्ड रेकर्डमा फर्स्ट टाइम म ओरेन्ज भनेर ओरेन्ज नै किन्न आएँ अरूमा केही किन्नु सो गाइस हामी चाहिँ अब कोल्सबाट म्यान्डरिनहरू किनेर निस्किसक्यौँ म्यान्डरिन र ओरेन्ज उहाँलाई चाहिँ एकदम लङ ड्राइभ ओरेन्ज होइन म्यान्डरिन मात्रै हो म्यान्डरिन र अनि नेबल ओरेन्ज लिएको होइन यो दुईवटा कि म्यान्डरिन मात्रै लिएको म्यान्डरिन मात्रै लिएको सो हामीले चाहिँ म्यान्डरिन मात्रै लिइसक्यौँ मलाई चाहिँ लङ ड्राइभ गर्न एकदम गाह्रो भयो अरे सो हामी चाहिँ अब कोल्सबाट निस्किसक्यौँ बहिनी चाहिँ त्यहाँनिर सब उभिँदैछ सबै लिएर उभिँदैछ सबै चबाउँदैछ यहाँनिर अनुहार छोप्दैन अब हामी चाहिँ जाँदैछौँ होइन अब अहिले चाहिँ हामी आर्मडेलको कोल्समा छौँ सायद आर्मडेलमै होला यो आर्मडेलको कोल्समा छौँ यहाँबाट हामी अब 30 मिनट जतिमा हाम्रो ठाउँ पुग्छौँ अलमोस्ट घाम पनि डुब्ने बेला छ आई होप राम्रो भ्यू आउँछ होला सो त्यही हो डाइट भए हामी चाहिँ निस्किन्छौँ यहाँबाट होइन सो गाइजहरू हामी चाहिँ यहाँ आइपुगेको छौँ तर यहाँ हामीलाई देख्न सक्नुहुन्छ कि यहाँ क्लोज्ड भइसकेको छ हाम्रो 1 आवरको ड्राइभिङले केही उपलब्धि देखाएन तर पनि हामी नेचर भनेर यसो घुम्न आएको छौँ यो चाहिँ हाम्रो रिदिमा बहिनी एकचोटि हाई भनिदेऊ नि त हाई भनिदेऊ न ल हाई हामी चाहिँ आइसक्यौँ कहाँ अरे यो ठाउँको नाम सर्पेन्टाइन फल्स त्यो पनि सब बन्द भइसकेपछि यस्तो छ पुरै चारैतिर दुईजना हिँड्दैछन् उता गेट चाहिँ बन्द भइसक्यो हाम्रो गाडी उता तल पार्क गरेको छौँ हामीले त्यहाँनिर होइन अनि अहिले चाहिँ हामी हिँड्दैछौँ अलमोस्ट 15 मिनट्सको वाक छ अरे होइन यहाँबाट यस्तो चिसो छ जङ्गलमा झन् धेरै चिसो हुँदो रहेछ मैले त्यस्तो ज्याकेट लाएन नि त मैले धेरै बाक्लो यहाँ चाहिँ पुरा बाक्लो ज्याकेट लाएर हिँड्दैछ यहाँ दुईजना गफ गर्दै अनि अब हामी हिँड्छौँ अब कति 1 किलोमिटर रहेछ हिँड्नु पनि त्यस्तो धेरै छ होइन लेट्स सी होइन कति लाग्छ हामीलाई माथि पुग्नलाई फल्स होइन सो गाइस हामी चाहिँ अलमोस्ट आधी बाटो आइपुगिसक्यौँ पुरै जङ्गल छ चारैतिर के हो थाहा छैन यहीँ हामी बाटोमा हेर्दै हिँड्दैछौँ यस्तो चिसो छ मेरो नाक पुरै चिसो भइसक्यो कि रुगा लाग्ला जस्तो
बेलुका गएर त एक ग्लास तातो पानी त मजाले खानुपर्छ जस्तो छ के अरे भन त धेरै गफ हान्ने कि के अरे गफ धेरै भयो कि ए हो र मेरो पो धेरै भयो अघि न अफले ढुङ्गा रोइसक्यो हेर्नु कहाँ रोयो ढुङ्गा अब हामी चाहिँ अलमोस्ट लाइक फल्सनिर पुग्न लागेको जस्तो छ मैले त्यहाँ यहाँबाट देखिरहेको छु होइन अगाडि अनि पानीको आवाज पनि आइरहेछ त्यहाँ चाहिँ के अरे त्यो फेन्स अरे एउटा त्यहाँ फेन्स उता नकट्नु भनेको छ अलि स्लिपरी हारे अनि रिस्की छ अनि त्यही हो अलि अगाडि गएर देखाउँछु त्यसलाई गाइस थियो सो गाइस हामी चाहिँ फाइनली आइपुगिसक्यौँ हाम्रो डेस्टिनेसन जति नै ढिलो भए पनि जति नै बाधा अडचन आए पनि जति नै बाटो बन्द भयो नि जतिसुकै सबै कुराले हामीलाई रोके पनि हामी हाम्रो डेस्टिनेसन आइपुगिसक्यौँ होइन यस्तो छ हाम्रो डेस्टिनेसन चाहिँ यो चाहिँ हाम्रो फल्स सर्पन्टाइन फल्स पुरा त्यस्तो धेरै ठुलो त छैन तर राम्रो ओ यतापट्टि झन् त बल रहेछ बिरेर सरर पुत्त पारा बाहुबलीको गीत क्या तिमीलाई केही भन्नु छ यसको बारेमा एकचोटि भनिदेऊ त अलिक छिटो आएको भए कस्तो दामी हुन्थ्यो होला है कहाँ त्यहाँ त स्विमिङ गरेर हुन्छ नि त मान्छेहरू स्विमिङ गरेर हुन्छ मान्छेहरू यहाँनिर सायद है यहाँनिर अनि यस्तो राम्रो रहेछ म चाहिँ मेरो फर्स्ट टाइम हो उसको पनि फर्स्ट हामी दुईजनाको चाहिँ फर्स्ट टाइम हो होइन उसको चाहिँ सेकेन्ड टाइम हो अस्ट्रेलिया ल्यान्ड हुने बित्तिकै आखिर यहाँ उसको चाहिँ अनुहार नदेखा मैले अरे उसलाई नदेखाउन मन छैन अरे सो हामीलाई चाहिँ योबाट उता नजानु भनेको छ यहाँबाट सो हामी त्यही भएर जाँदैनौँ क्रोकोडाइल चाहिँ कहाँबाट आउँछौ फेरि कुरा गर्दाखेरि तिमी भन ल के भन्नु छ तिम्रो भिडियो खिच्नु कति झगडा गर्छन् के गाइस तिनीहरू दुईजना भेट्यो भने यति रमाइलो होइन क्या यस्तो के यो आयो भने त्यो आयो भने भन्छ होइन अनि अर्को मान्छे चाहिँ लास्टै धेरै डराउने क्या आइहाल्ने जत्तिकै गर्छ क्या है अनि अघि एनाकोन्डा आयो भने मैले एनाकोन्डा कहाँबाट आउँछ अनि क्रोकोडाइल उसलाई चाहिँ आयो भने डर लाग्छ क्या एकदम डराउने मान्छे हो क्या अब मेरो भिडियो हेर्ने गाइजर पोज यो चाहिँ मेरो पोजहरू हो गाइजहरू अब यो चाहिँ यहाँ चाहिँ छ डेन्जर यहाँनिर यस्तो गऱ्यो भने हामी डुब्छौँ यहाँनिर चाहिँ साथीले ढोकाल्यो भने पनि डुब्छौँ अनि त्यही सो गाइज ओभरअल होइन एकदम राम्रो रहेछ ठाउँ चाहिँ दिउँसो अब हामी एक दिन फेरि दिउँसो नि आउँछौँ होइन ट्राई गर्छौँ होइन दिउँसो आउँछौँ लाइक दिउँसो आयो भने चाहिँ यो गेटहरू सब खुल्ला हुन्छ सायद होइन अनि स्विमिङ चाहिँ म गर्दिनँ किनकि मलाई डर पनि लाग्छ यस्तो अननोन ठाउँमा होइन स्विमिङ गर्नलाई त्यही हो ओभरअल एकदम राम्रो भ्यू छ हेर्न सक्नुहुन्छ यहाँनिर अब दामी छ होइन कस्तो मजाले त्यहाँ कहाँबाट आएर होला यो झर्ना माथि जाने बाटो नै छ होला नेक्स्ट टाइम कुनै दिन अब त्यो पनि एक्सप्लोर गरौँ ल ओभरअल त्यही हो अब हामी फोटोसोटो खिच्छौँ भने बिरेर परेर पुत्त पारा अनुहार देखाउँछ फ्राइड राइसको अनुहार अब गाडीतिर जाँदैछ नयाँ ठाउँमा के गर्नु लिटल म्याजिक ओपन भएको छ अब हामी चाहिँ आज चाहिँ लिटल म्याजिक गएर झोल मोमो थुक्पाहरू खान्छौँ लेट्स सी अब नयाँ रेस्टुरेन्टमा हामी ट्राई गर्छौँ वहाँनिरको चाहिँ भर्खर नयाँ खोल्यो रिसेन्टली अनि अस्ति मैले टिकटकमा देखाएको थिएँ उसले मलाई तवनाले मलाई टिकटकमा पनि पठाइरहेको थियो सो हामी चाहिँ जान्छौँ त्यहाँनिर लेट्स सी हामीले ओजोन पार्कमा खाएको जस्तो सेम टेस्ट पाउँछ कि पाउँदैन अनि लाइक कतिको मिठो छ पनि हेर्छौँ है अनि त्यसपछि हामी कमेन्टमा के अरे हामीलाई कमेन्टमा पनि भन्नु होला कि हामी कुन अरू नेपाली रेस्टुरेन्ट गएर हामी खाना ट्राई गरौँ भनेर है त अहिले चाहिँ हामी लिटल म्याजिक जान्छौँ हेलो गाइजहरू हामी चाहिँ आइसकेको छौँ यहाँ लिटल म्याजिक मोमो यो चाहिँ लिटल म्याजिक मोमोको नयाँ भेन्यू हो होइन रिसेन्टली ओपन भएको छ हामीलाई चाहिँ पहिलादेखि नै लिटल म्याजिकको मोमो मनपर्ने भएर होइन हामी ओजवन पार्कमा वेम्बलीमा गएकै गर्छौँ सो हामी चाहिँ यहाँनिरको टेस्ट पनि मिठो लाग्छ कि लाग्दैन भनेर यस्तो नयाँ रेस्टुरेन्टमा हामी खानालाई आएको हामी त्यस्तो फुड क्रिटिक त होइन हामी त्यस्तो रिभ्यू गर्नलाई तर जस अब यो चाहिँ एउटा कस्टमर अनि नेक्स्ट भनेको लाइक म चाहिँ धेरै ठाउँमा ट्राई पनि गरेको छु तर मैले लिटल म्याजिकको चाहिँ ओजबोन पार्कको चाहिँ अलिक मिठो लाग्छ होइन
अनि त्यही अब हामी यहाँ पनि अब चाहिँ हामी जान्छौँ अनि खाएर अनि भन्छौँ हामीलाई कस्तो लाग्यो नयाँ के भन्छ भेन्यूको खानेकुरा गाइस ल यसको हामीहरू चाहिँ यहाँ लिटल म्याजिक मोमो आइसकेको छौँ र हामीले चाहिँ बफ झोल मोमो हट सुपमा अनि त्यसपछि अर्को के मगायौँ चिकन थुक्पा अनि त्यसपछि पर्क सेक्वा सेट अनि चटपटे स्पाइसी गरेर मगाएको छौँ अनि हामी चाहिँ छिर्ने बित्तिकै एकदम वार्म वेलकम भएको थियो अनि हामी चाहिँ उता कर्नरको सिटमा बसिरहेको थियौँ अनि यहाँनिर चाहिँ यहाँ अनरले चाहिँ हामीलाई यहाँ अलिक यहाँ तातो पनि हुन्छ यतापट्टि बस्नु भने हिटर खोलेर राखिदिनु भएको छ हामी अहिले एकदम न्यानो फिल गरिरहेको छौँ अनि नेक्स्ट भनेको यहाँको मेन्यूको डिजाइन चाहिँ हल्का डिफ्रेन्ट रहेछ अलिकति वेम्बली र ओसमन पार्कमा सेम डिजाइन छ जस्तो लाग्यो मलाई यहाँनिर चाहिँ हल्का डिफ्रेन्ट रहेछ होइन यो डिजाइन चाहिँ डिफ्रेन्ट होइन मेन्यूको डिजाइन डिफ्रेन्ट भयो नि खाना चाहिँ सेम हुनु पऱ्यो भने त्यति हो अरू त त्यस्तो केही छैन खानेकुरा चाहिँ सेम खाना चाहिँ मिठो हुनु पऱ्यो होइन एभ्री टाइम आउँदाखेरि एकदम मिठो नै छ तर एभ्रिथिङ इज राम्रो तर यहाँनिर चाहिँ नयाँ भएर होला मेन्यू चाहिँ अलिक होइन मेन्यू अलिक कम नि जस्तो नि लाग्यो मलाई पनि होइन तर जे होस् हामीले रेगुलरली जे खाइरहेको हुन्छौँ त्यो चाहिँ छ होइन अब खाँदाखेरि त्यो पनि मिठै होस् डिसपोइन्टिङ चाहिँ नहोस् अनि जस भेन्यू ओभरअल टोटल राम्रो छ होइन सिटिङ स्पेस पनि ठुलो रहेछ होइन मैले टिकटकमा हेरेको थिएँ लाइक 150-200 पिपलको लागि अब केही अब हुन्छ नि सानोतिनो प्रोग्राम गर्नलाई एकदम राम्रो छ यहाँबाट भन्दा नि अझै स्पेस छ जस्तो लागिरहेको छ यो चाहिँ रेस्टुरेन्ट होला कता छ भन्नुभयो जस्तो लाग्यो होइन त्यो चाहिँ भेन्यूहरू केही अब अर्गनाइज गर्नु परेछ भने यहाँनिर बर्थडेहरू केही मनाउनु मन लागेछ भने यहाँ आएर गर्दा भन्नुभएको थियो भिडियोमा लाइक 150-200 जनाको छ अनि लाइक पार्किङ त इनफ छ त्यहाँनिर 4-5 नै पर्छ भनेर भन्नुभएको थियो इज गुड तर जस राम्रो छ अलिकति मलाई चाहिँ अलिकति टाढा लाग्यो किनकि अब हामी अर्कै ठाउँमा बस्ने भयो होला लोकेसन अनुसार अब तपाईँहरू अब वहाँनिर नजिकै बस्नुहुन्छ जोन्डोलम नजिकै बस्नुहुन्छ भने त बेस्ट छ आउनलाई होइन हामीलाई चाहिँ अब अलिक टाढा बस्छौँ त्यही भएर अलिक टाढा पऱ्यो अब त्यही हो अब हाम्रो खानेकुरा आउँछ नि हामी टेस्टिङ गरेर भन्छौँ बाइक कुराहरू गाइजहरू हामी टेस्ट गरेर भन्छौँ कस्तो छ अझै सुरुमा चटपटेबाट सुरु गर्छौँ होइन अनि त्यसपछि हामी सेक्वा सेटमा हाम फाल्छौँ सो ल लेट्स ट्राई द चटपटे फर्स्ट है चटपटे नाइस क्रन्ची र स्पाइसी छ मलाई चाहिँ यहाँको चटपटे जहिले यस्तो खाँदाखेरि जहिले मिठो लाग्छ किनकि मलाई क्रन्ची हुँदाखेरि चाहिँ मलाई दामी लाग्छ क्या चटपटे अनि मोस्ट अफ द टाइम आउँदा मलाई सेटिस्फाई नै गरेर आउँछ यहाँ चटपटेले त्यही गाइस हाम्रो क्यामराम्यान त्यहाँनिर रिसाइछ क्या उसलाई नि खाना दिनु पऱ्यो बिचरा अनि बाइक र अलि पछि गरौँ ल खाऊ बहिनी तिमी पनि खाऊ आऊ नाइस छ चटपटे चाहिँ होइन सेकुवासँग खानुपर्छ क्या झन् मिठो हुन्छ क्या चटपटे र सेकुवा वाउ एकदम मिठो छ मिठो बवाल सेकुवा र झन् चटपटे त बेस्ट हो क्या कस्तो लाग्यो मिला दामी छ खुर्सानी खा खुर्सानी चटपटे भर्न सालेको छ कोक सेकुवा सेटमा भर्न सालेको हल्का सालेन आलु कचार अनि मुला कचार नि छ सालासँग मुला कचार चाहिँ म एकदम ठुलो फ्यान होइन अब यहाँको मुला कचार कस्तो म चाहिँ एकदम अमिलो भएको मिठो लाग्छ राम्रो हो मिठो सबै कुरा यो चाहिँ हाम्रो झोल मोमो अनि यो हाम्रो थुक्पा हामी चाहिँ अब सुरुमा झोल मोमो खाएर हेर्छौँ को रिभ्यू सुनौँ सुरुमा यिनीहरू सबजनाले गाइजहरू थुक्नेले सक्यो फर्स्टमा सुप खान्छ ल मिठो छ तातो छ तातो छ केही पिरो अचार थप्नुपर्छ माथिबाट दामी छ नुन पनि ठिक्क लागेको छ म चाहिँ आधी गरेर खान्छु मोमो लास्टै तातो छ यता देखाउन उसलाई फोकस गर क्या अब फु गरेर यस्तो दामी स्मेल आइरहेको क्या मोमोको दामी बास्ना आइरहेको कस्तो छ मिठो लाग्यो
दामी छ तातोमा हट सुप झोलमा बेस्ट कम्बो हो सुप चाहिँ मैले पनि चाखेँ होइन ओभर दामी छ ओभर चिसोको लागि बेस्ट आएर आफ्ना सबैको चिसो निस्किन्छ सब बेस्ट यस्तो चिसो लागिरहेको थियो अहिलेसम्म होइन अहिले त तातो हुन थाल्छ क्या झोल खाइदियो कि होइन मलाई चाहिँ यहाँको मोमो चाहिँ किन दामी लाग्छ भन्दाखेरि हामीले कतिवटा नेपाली रेस्टुरेन्टमा गएर बफ मोमो ट्राई गऱ्यौँ कि होइन बफ मोमोबाट एकदम स्मेल आउने क्या अनि यहाँको चाहिँ मलाई अब खै के हो बुझ्दिनँ होइन तर यस्तो मिठो हुन्छ होइन स्मेल पनि नआउने एकदम मिठो लाग्ने स्मेल पनि नआउने स्टिम खाए पनि त्यस्तै मिठो झोल खाए पनि त्यस्तै मिठो जुन खाए पनि मिठो है हामी चाहिँ खाने अब अरू कुरा पछि गरौँ न बन मिठो दामी जङ्गल वरिपरि बस्ने वहाँनिर वरिपरि बस्ने मान्छेहरू भोलि नै दौडेर खाना आइहाल्यो हुन्छ चिसो मौसम छ पानी पनि पर्दैन मौसम एकदम चिसो पनि छ आएर खानुहोस् रमाउनुहोस् मजा गर्नुहोस् यस्तो चिसो मौसममा सो अब म चाहिँ थुक्पा ट्राई गर्छु कस्तो छ किनकि मैले अहिलेसम्म यहाँको थुक्पा चाहिँ खाएको छुइनँ सो कसरी खाने चाहिँ अब मलाई राम्रै आइडिया छैन अब यसरी मोलेर नै खाने होला होइन चाउमिन मोमो जसरी मिठो नै छ राम्रै छ मैले अरू रेस्टुरेन्टमा खाएँ भन्दा चाहिँ एकदम मिठो छ झोल पनि मिठो भएर होला होइन सो एकदम मिठो छ अब चाहिँ हामी खान्छौँ हाम्रो क्यामेराम्यान उफ्रिन लागिसक्यो टेबलबाट ल गाइस अब कागज चाहिँ निचार्नै पऱ्यो थुक्पामा अघि चाहिँ अब बहिनीले नै खान्छु भनेर ननिचारे हो खान्न भनेर ननिचारे होइन अब हामीलाई चाहिँ उसलाई भन्न चाहिँ त्यो अमिलोसँग त झन् दामी भयो खाइछु न गरेर ल नमस्कार तपाईँहरूलाई स्वागत छ लिटल म्याजिक मोमो ओनरहरूमा है हाम्रो चाहिँ यो थर्ड आउटलेट हो तपाईँहरू नर्थतिर बस्नुहुन्छ र तपाईँलाई लिटल म्याजिक मोमोको खाना कस्तो छ भने थाहा छ भनेदेखि नर्थको लागि चाहिँ हामी तपाईँहरूको लागि उपस्थित भइसकेका छौँ सबैजना एकदमै रमाइलो गर्नको लागि एकदम ठुलो भेन्यू छ राम्रो भेन्यू छ पार्किङ इनफ छ प्लिज लिटल म्याजिक मोमो ओनरहरूमा आइदिनु होला है त ल धन्यवाद सो गाइस हामी चाहिँ अलमोस्ट खाएर पनि निस्किसक्यौँ यहाँनिर है अलमोस्ट निस्किनै सक्यो होइन अनि हजुरहरूले चाहिँ यहाँ आएर खानु भएपछि लिटल म्याजिकमा खानु भइसकेको छ यो कुनै पेड प्रमोसन होइन होइन हामी जस्ट हामीलाई खानेकुरा मिठो लागेर हामीले भन्न आएको होइन कुनै पेड प्रमोसन होइन हजुरहरूले चाहिँ लास्टमा बिल तिरिसकेपछि के पाउनुहुन्छ ओरेन्ज बल चक्लेट यहाँनिर हेर ओरेन्ज बल चक्लेट तिमीलाई ओभरअल खानेकुराको सामान मिठो लाग्यो मन पऱ्यो मलाई चाहिँ लास्टै मिठो लाग्यो होइन थुक्पा खाऊँ भन्यौँ होइन अनि थुक्पा खानु भने लास्टै थुक्पा खानु मन लाग्यो अनि आएर खाएको मिठो भयो मिठो लाग्यो भनौँ न अनि मोमो पनि मिठो तिमी मोमोलाई लाइक मोमोलाई हरेक खानेकुरामै जाऊँ न तिमी मोमोलाई कति रेटिङ दिन्छौ त 10 मा मलाई भन्ने हो भने चाहिँ 7.58 दिन चाहन्छु किनभने मलाई चाहिँ झोल चाहिँ अलिकति स्लाइटली धेरै होइन चर्को लागेको चाहिँ थोरै मात्रै मोमो चाहिँ अलिकति जुसी जस्तो बनाउनु पर्यो त्यति नै हो त्यस्तो धेरै इम्प्रुभमेन्ट चाहिने तिमी चाहिँ के माइक खोस्या मलाई त्यस्तो धेरै चाहिँ होइन स्लाइटली नुन चर्को जस्तो चाहिँ भएको थियो तर इट्स ओके त्यो अलिकति तलमाथि अब बिजी टाइम यताउता हुँदाखेरि हुनसक्छ अनि अर्को कुरा भनेको चाहिँ थोरै जुसी अलिकति बनाउनु पर्यो जस्तो लाग्यो त्यस्तो धेरै इम्प्रुभमेन्ट केही छैन एकदम मिठो छ मोमो चाहिँ किनभने मैले अरू ठाउँमा पनि ट्राई गरेको छु पर्थमै बफ मोमो ट्राई गरेको छु अरू ठाउँमा चाहिँ मलाई एकदम स्मेली जस्तो भएको थियो तर यहाँ चाहिँ त्यस्तो बफ मोमोमा स्मेली चाहिँ हामीले भेटेनौँ विच इज भेरी 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 गुड एक्सिलेन्ट नै हो यो चाहिँ कहाँबाट लिएर आउनुभयो आई डोन्ट नो तर इट्स भेरी गुड अनि त्यही नै हो अनि चटपटे नि लास्ट मिठो थियो चटपटे चाहिँ म 8 नै दिन चाहन्छु
अनि पोर्क सेकुवा चाहिँ 9.5 नै भनेर ल 10 नै भने नै हुन्छ लास्टै मिठो चाहिँ खाजा सेट चाहिँ सो त्यही हो गाइज यसको चाहिँ सो म चाहिँ के भन्छु भन्दाखेरि मोमो इज अलवेज बेस्ट होइन यहाँनिरको लिटल म्याजिकको मोमो जहिले मिठै हुन्छ त्यस्तो केही सङ्कोच छैन कि मिठो मोमो नहुने डिसपोइन्ट गर्ने अब कसैलाई परेको छ होला तर हामीलाई अहिलेसम्म परेको छैन अब जस्तै उसले भन्यो उसलाई अब नुन चर्को भयो झोल मोमोले त जस्तो धेरै चर्को नि होइन तर यस्तो हो अब कसैलाई नुन कम मनपर्छ कसैलाई नुन धेरै हुन्छ त्यो पनि हुनसक्छ होइन जस मलाई पनि मोमो मिठै लाग्यो एकदम मिठो नै छ होइन म नि 8 दिन चाहन्छु अब 10 मा 10 नै भन्न सकिन्न किनकि अब काहीँ न काहीँ हल्का इम्प्रुभमेन्टको लागि थोरै ठाउँ भइरहेको हुन्छ सो अनि थुक्पामा भन्यो अब हामी त्यस्तो थुक्पा लभर त होइन हामीले अब नेपालमा अरू थुक्पा खाएको देख्दाखेरि भिडियोहरूमा अब आलु चप अनि माथिबाट प्याज खुर्सानीहरू एक्स्ट्रा काटेर दिएको देखिरहेको हुन्छ नि त अनि हाम्रो एक्सपेक्टेसन त्यही थियो होइन तिम्रो नि मेरो पनि त्यही थियो तर यहाँ चाहिँ आई गेस पर्पल क्याबेज हालिदिनु भएको थियो प्याज र खोर्सानी काटेर अथेन्टिक नेपाली स्टाइलमा भइदिएको भए चाहिँ आई थिङ्क इट वुड बी बेटर सो उसको चाहिँ त्यही भन्यो मेरो पनि त्यही नै छ होइन सो भन्यो नि देयर इज होइन समथिङ फर इम्प्रुभमेन्ट अलवेज होइन अनि अरू भनेको सेकुवा एकदम मिठो नै थियो उसले नि मजाले खाए होइन ऊ एकदम खुसी छ सेकुवा खाएर उसले हत्तपत्त सुँगुरको मासु खाँदैन तर उसले सेकुवामा चाहिँ अनि यस्तरी मिठो बनाइदिएपछि मजाले खान्छ नि फेरि अब चटपटे त अलवेज त्यो क्रन्ची नै हुन्छ यहाँनिर मिठै हुन्छ जतिखेर खाँदाखेरि नि होइन जहिले आउँदा खाँदाखेरि पनि अलवेज बेस्ट सो त्यस्तो छैन एभ्रिथिङ इज टोटली राम्रो होइन एकदम मिठो छ अनि कङ्ग्रेचुलेसन्स फर यो थर्ड आउटलेट होइन रिसेन्टली ओपन भएको छ 30 मेमा ओपन भएर चाहिँ होइन रिसेन्टली सो यसै गरी अझै अब हाम्रो अनि हाम्रो उहाँको भनाइ चाहिँ के छ भन्दाखेरि उहाँ चाहिँ अलि माथि बस्नुहुन्छ होइन एलेनब्रुक साइडतिर उहाँको भनाइ चाहिँ के छ भने त्यतातिर पनि एउटा नेपाली रेस्टुरेन्ट खोलोस् भन्ने एउटा उनको धारणा छ अब लिटल म्याजिकले सुन्नु भएर पछि गएर फ्युचरमा खोल्नुहुन्छ भने त धेरै राम्रो कुरा हो त्यतातिर नेपाली रेस्टुरेन्ट चाहिँ त्यहाँनिर एकदम धेरै आवश्यकता छ किनभने त्यो एरियाभरिमा एलेनब्रुक ब्राबम त्यो माथिको एरियामा नेपाली रेस्टुरेन्ट चाहिँ छैन कि अब नेपाली खोज्नलाई अब यता कि त सिटै आउनु पऱ्यो मोरले आउनु पऱ्यो तलै आउनुपर्छ उता माथि साइडतिर चाहिँ अलिक नेपाली रेस्टुरेन्ट छैन अहिले अलिअलि डेभलप हुँदैछ अब सोच्दै गर्दा हुन्छ अहिले नेपाली भर्खर इन्भेस्टमेन्ट गर्ने महानुभावहरूले सो त्यही गाइस ओभरअल अनि अब ठाउँ त एकदम राम्रो छ एम्बियन्स पनि राम्रो छ जस्तै उहाँको टिकटकमा पनि भन्नुभएको थियो हाम्रो भिडियोमा पनि भन्नुभयो उहाँले 100 150 200 जनालाई आनन्दले बस्ने ठाउँ पनि छ पार्किङ 400 500 भन्नुभयो त्यो पनि इनफ छ होइन भेन्यू एकदम राम्रो छ अब अरू त मैले अब धेरै बोल्न आउँदैन यस्तो कुराहरूमा किनकि यो हाम्रो फर्स्ट टाइम हो हामीले कसै रेस्टुरेन्टमा गएर यस्तो गरेको सो हाम्रो यो एउटा सुरुवात भयो भनौँ हामी अब राम्रो रेस्पोन्स आएर अब तपाईँहरूले केही कमेन्ट गरेर रेस्टुरेन्ट रिकमेन्ड गर्नुभयो भने चाहिँ हामी नेक्स्ट रेस्टुरेन्टमा पनि अनि हामी अरू नेपाली रेस्टुरेन्टहरू पनि तपाईँहरूलाई राम्रो लाग्छ भने द्याट्स के अरे यस्तो छैन कि तपाईँहरूलाई लिटल म्याजिकै मन परोस् भन्ने नि छैन हजुरलाई कुनै अरू नेपाली रेस्टुरेन्ट मनपर्छ भने हामीलाई रिकमेन्ड गर्नुहोस् हामीले अलमोस्ट सबै रेस्टुरेन्टमा त गएर खाएको छौँ तर 2-3वटा कतिवटा छुटेको छ होला हामीबाट तर हामीलाई अब त्यहाँ गएर ट्राई गर्नलाई अलिकति डरै लाग्छ किनकि अब लिटल म्याजिकमा जस्तो मिठो नहोला हाम्रो एक्सपेक्टेसन मिट नहोला अनि त्यस्तो भन्दाखेरि पनि हामीले एकचोटि ट्राई गरेका थियौँ अब फेरि कहानी सुरु होइन ठिकै छ त्यो पछि भनौँला होइन हामीले अब त्यही हो हामीलाई डर लाग्ने भनेको अब लिटल म्याजिकमा जस्तो मिठो पाइन्छ अरूमा पनि त्यस्तै पाइन्छ भन्ने हाम्रो एक्सपेक्टेसन हुन्छ तर बेला बेला हामीलाई सर्टेन ठाउँहरू डिसपोइन्ट पनि गरेको छ सो त्यही भएर अब तपाईँहरूलाई कुनै मनपर्छ भने हामीलाई भन्नुहोस् हामी गएर ट्राई गर्छौँ अब चाहिँ हामी जान्छौँ यहाँबाट धेरै धेरै धन्यवाद बाई बाई ल